आजको कार्यक्रममा चाहिँ हामीले हाम्रो गेस्ट निम्ताएका छौँ। आज हाम्रो स्टुडियोमा लायन्स क्लब किपुका संस्थापक अध्यक्ष, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325A2 का ट्रेनिङ कमिटीको चिफ हुनुहुन्छ उहाँसँग आज हामी कार्यक्रममा जोड्दैछौँ उहाँलाई। सबभन्दा पहिला उहाँ हुनुहुन्छ रविन्द्र बहादुर प्रधान, लायन्स क्लब अफ किपु, लायन्स क्लब किपु संस्थापक अध्यक्ष, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325A2 का ट्रेनिङ कमिटीका चिफ पनि हुनुहुन्छ। लायन्स क्लबको बारेमा भन्नुपर्दा धेरै पुरानो संस्था हो यो र यसले विभिन्न समाज सेवा गरिरहेको छ। समाजमा कति पनि बेला के स्थिति आउँछ त्यो बारेमा सहयोग गर्नु र मानवीय धर्मका आधारमा काम गर्नु लायन्स क्लबको एउटा विशेषता पनि हो। यसले भौतिक आर्थिक अथवा भौतिक रूपमै काम गरिरहेको हुन्छ। धेरै सदस्यहरू भएको यो लायन्स क्लब पक्कै पनि नाम नसुन्ने हाम्रा श्रोताहरू छैनन् होला है। अब तैपनि अब अहिलेको यो कोरोनाको महामारीको अवस्थामा यो लायन्स क्लबले भित्रभित्रै अब तपाईँले थाहा नपाउने किसिमबाट के कति कार्यक्रमहरू गरी, के कति गतिविधिहरू गरी समाजमा सहयोग गरिरहेको छ त्यो बारेमा म यहाँलाई आज जानकारी गराउन चाहन्छु। सबभन्दा पहिला रविन्द्र बहादुर प्रधानजीलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद शङ्करजी, मलाई नेवा एफएममा केही बोल्ने मौकाको लागि यहाँ बोलाउनु हो, यसको लागि म धन्यवाद दिन चाहन्छु। अब भन्नुपर्दा अब लायन्स क्लबको बारेमा भन्नुपर्दाखेरि यो धेरै पुरानो संस्था त हो। अब यसले के कति काम गरिरहेको छ हाम्रा श्रोताहरूलाई थाहा नभएको पनि हुनसक्छ। समाजमा कता कतै देखिन्छ लायन्स क्लबले यस्तो काम गर्यो यस्तो काम गर्यो भनेर समाचारहरूमा पढ्न पाइन्छ। त्यो विषयमा पनि अब कस्तो किसिमबाट समाजमा समाजसेवा गरिरहेको छ त लायन्स क्लबले भन्ने बारेमा अलिकति अहिलेको स्थितिमा, अहिलेको यो कोभिड-19 को महामारीमा पनि अवश्य पनि चुप लागेर त बसेको छैन होला लायन्स क्लब, र त्यो बारेमा अलिकति जानकारी गराइदिनुहोस् न। पक्कै पनि विश्वव्यापी रूपमा फैलिएको यो कोरोना जुन महामारी छ यसै सन्दर्भमा लायन्स क्लबहरूले पनि कार्यहरू गरेको छ। र यसमा जानुभन्दा अगाडि मलाई अलिकति लायन्स क्लबको बारेमा नि यहाँ परिचय दिन मन लाग्यो। लायन्स क्लब्स इन्टरनेसनल अथवा लायन्स अन्तर्राष्ट्रिय एउटा चाहिँ विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था हो र यो सन् 1917 मा स्थापना भएको हो र अहिले 210 भन्दा बढी राष्ट्रमा लायन्स क्लब फैलिएको छ र विश्वभरि 14,50,000 सदस्यहरू यसमा रहेको छ भने 46,000 भन्दा बढी क्लबहरू यसमा आबद्ध रहेको छ। र नेपालमा लायन्स क्लबको स्थापनाका कुरा गर्ने हो भने सन् 1971 मा मातृका प्रसाद कोइरालाबाट चाहिँ यसको सुरुवात भएको हो र नेपालमा 4वटा लायन्सको जिल्लाहरू रहेको छ। डिस्ट्रिक्ट 325A1, डिस्ट्रिक्ट 325A2, त्यस्तै 325B1, B2 भनेर 4वटा चाहिँ जिल्लाहरू रहेको छ। र विशेष गरेर लायन्स क्लबले चाहिँ गर्ने कामहरू मध्येमा नियमित कामहरू कार्यक्रममा भन्छौँ, त्यसमा चाहिँ सिग्नेचर प्रोजेक्ट्सहरू भन्छौँ, यसमा चाहिँ डायबिटिजका क्षेत्रमा काम गर्छ, त्यस्तै भिजन आँखाको क्षेत्रमा काम गर्छ र लायन्स क्लबलाई विशेष गरेर आँखामा काम गर्ने एउटा संस्थाको रूपमा पनि रहेको छ। र त्यस्तै गरी पेडियाट्रिक क्यान्सर, बच्चाहरूको क्यान्सरमा काम गर्छ, त्यसपछि हङ्गर भुखमरीमा काम गर्छ, त्यस्तै वातावरणमा काम गर्छ र लगायत चाहिँ विभिन्न इमर्जेन्सीहरूमा समेत काम गर्छ। अहिलेको सन्दर्भ कोभिडको सन्दर्भ रहेको छ र यसलाई फोकस गरेर पनि कार्यक्रमहरू चाहिँ अहिले चाहिँ गरिरहेको अवस्था छ। पक्कै पनि अहिलेको भनौँ न अब इमर्जेन्सी पिरियडै भनौँ, अहिले कोभिडले महामारी रूप लिइसकेको छ हाम्रो समाजमा। अब हाम्रो समाजका कतिपय स्थानमा लायन्स क्लबले यस्तो यस्तो दान गर्यो, यस्तो यस्तो कार्यक्रम गर्यो, सहयोग गर्यो भन्ने किसिमको सुनिन्छ। अहिले ठ्याक्कै भन्नुपर्दाखेरि अहिलेको स्थितिमा हाम्रो काठमाडौँमा चाहिँ के कस्तो गरिरहेछ लायन्स क्लबले? लायन्स क्लबले नेपाल अधिराज्यभरि नै लायन्स क्लबका विभिन्न क्लबहरूले चाहिँ कार्यक्रमहरू चाहिँ गरिरहेको अवस्था नै छ। र नेपालकै सन्दर्भकै अलिकति कुरा गरौँ। लायन्स नेपालमा 36,000 भन्दा बढी लायन्सका सदस्यहरू छ र त्यस्तै गरी 1200 भन्दा बढी चाहिँ लायन्स क्लबहरू छ। र अहिलेको कोरोनाको सन्दर्भमा धेरैजसो क्लबहरूले यो कोरोना सम्बन्धी कार्यक्रमहरू चाहिँ गरिरहेको छ।
र त्यस्तै गरी जिल्ला स्तरमा पनि कार्यक्रमहरू गरिरहेको 4वटा जिल्ला स्तरमा पनि गरिरहेको छ र क्लबहरूले चाहिँ कस्तो कार्यक्रमहरू चाहिँ गरिरहेको छ भन्दाखेरि जस्तै यो खाद्यान्नहरू वितरण गर्ने त्यसरी कोभिडसँग सम्बन्धित जनचेतनामूलक सचेतनामूलक कार्यक्रमहरू गर्ने खानाहरू खुवाउने र त्यस्तै गरी पिपिई लगायतका सामग्रीहरू सेनिटाइजरहरू वितरण गर्ने कार्यक्रमहरू चाहिँ गरिरहेको छ र यो भयो क्लबहरूले गर्ने स्तरको कार्यक्रम र एउटा ठुलो स्तरमा नेपाल सरकारसँग पनि साझेदारी गरेर विभिन्न किसिमका कार्यक्रमहरू अहिले पनि गरिरहेको छ र पहिला पनि गरिरहेको छ र यसै सन्दर्भमा मलाई एउटा चाहिँ स्मरण आयो र अहिले आजभन्दा 8-9 वर्ष अगाडि चाहिँ नेपाल सरकारसँग मिलेर दादुरा रुबेलासँग सम्बन्धित जुन खोपको कार्यक्रम चाहिँ नेपाल सरकारसँग मिलेर गरेको थियो र त्यो बेलामा नेपाल सरकारसँग मिलेर लायन्स क्लब इन्टरनेसनलले 24 करोड रुपियाँ चाहिँ दादुरा रुबेला खोपको लागि चाहिँ दिएको मलाई चाहिँ सम्झना आएकोले मैले यो कुरा चाहिँ भनिहालेँ। त्यतिखेर महामारीको रूप लिएको थियो त्यति बेला महामारी भन्दा पनि यो दादुरा रुबेलालाई चाहिँ नेपालबाट चाहिँ अन्त्य गर्नुपर्छ भन्ने विस्थापित भइसक्यो है छ अहिले पनि नभएको अवस्था होइन छ र मलाई सम्झना आएकोले यो नेपाल सरकारसँग गरेको एउटा साझेदारीकोलाई मैले यहाँ चाहिँ राखेँ र अब हामी चाहिँ एउटा कोरोनाकै सन्दर्भमा कुरा गर्ने हो भने नेपाल सरकारलाई लायन्स क्लब इन्टरनेसनल नेपाल मल्टिपल पनि भनिन्छौँ हामी नेपाल मल्टिपल 325ले स्वास्थ्य मन्त्रालयलाई चाहिँ पिपिई सर्जिकल मास्क लगायतका चाहिँ 50 लाखभन्दा बढीको सामान चाहिँ वितरण गरेको थियो र अहिले पनि विभिन्न क्लबहरूले यस्ता कार्यक्रमहरू कोभिडसँग सम्बन्धित विभिन्न कार्यक्रम चाहिँ गरिरहेको छ र अर्को एउटा चाहिँ के छ भन्दाखेरि जुन आइसोलेसन सेन्टरहरू बनाउने कामहरू पनि गरेको छ। अहिले गोकर्णमा आइसोलेसन सेन्टरहरू चाहिँ सञ्चालन गर्न गइरहेको छ र त्यस्तै गरी अन्य ठाउँमा पनि आइसोलेसन सेन्टरहरू चाहिँ बनाउन गइरहेको छ र त्यस्तै गरी भिटिएम भाइरल ट्रान्समिट मिडिया जुन स्वाब कलेक्सन गरिसकेपछि राख्ने जुन एउटा चाहिँ मिडिया छ भाँडो छ त्यस्ता भिटिएमहरू पनि विभिन्न ठाउँमा चाहिँ दिने कार्यक्रमहरू गरिरहेको अवस्था नै छ। यो भिटिएम भन्नाले चाहिँ अब सम्भावित सङ्क्रमितहरूको यो बारेमा हो। यो भिटिएम भनेको चाहिँ यो जुन हामी स्वास्थ्य कर्मीहरूले जुन स्वाब सङ्कलन गरेपछि त्यसलाई चाहिँ राख्ने जुन चिज हुन्छ भाँडो एउटा प्लास्टिकको जुन हुन्छ त्यो चाहिँ त्यसलाई चाहिँ भिटिएम भन्छ। त्यो कति दिनसम्म राख्नु हुने अब कस्तो टेम्परेचरमा राख्नुपर्ने त्यो सबै व्यवस्था भएको हुन्छ त्यसमा त्यो चाहिँ राख्ने मात्रै हो। त्यसपछि सुरक्षित रूपमा एउटा चाहिँ ल्याबमा लगिसकेपछि त्यो टेस्ट गर्नको लागि। अनि आइसोलेसन सेन्टर भनेर अहिले गोकर्णमा बनाइरहेको चाहिँ कति बेडको होला अहिले? यो चाहिँ कस्तो छ भन्दाखेरि विभिन्न अघि पनि भने विभिन्न जिल्लाहरू 4वटा जिल्ला छ। एउटा चाहिँ 325A1 लायन्सको 325A1 जिल्लाले यसलाई गरेको छ। उहाँहरूले चाहिँ मलाई लाग्छ यो 50भन्दा बढी नै बेडको रहेको छ र यसै सन्दर्भमा कीर्तिपुरमा लायन्सको टियु लायन्स ब्लड ट्रान्सफ्युजन सेन्टर भन्ने पनि एउटा रहेको छ। ब्लड ट्रान्सफ्युजन सेन्टर त्यो भनेको एउटा चाहिँ ब्लड ब्याङ्क एउटा स्थापना गर्नको लागि एउटा पूर्वाधारको रूपमा यो विकास गरेको छ जुन अहिले कीर्तिपुरको आयुर्वेद रिसर्च सेन्टरसँगै रहेको छ। त्यो सेन्टरलाई लायन्स क्लबले कीर्तिपुर नगरपालिकालाई पिसिआरको ल्याब राख्नको लागि पिसिआर चाहिँ नगरपालिकाले नै राख्ने हो र भवन चाहिँ लायन्स क्लब इन्टरनेसनल 325 एटो लगायत विभिन्न मल्टिपल 325ले नगरपालिकालाई यो चाहिँ दिएको पनि जानकारीमा गराउन चाहन्छु। हजुर यो सङ्क्रमितहरूकै लागि लायन्स क्लबले भवनै बनाइदिएको हो? होइन, यो चाहिँ पिसिआरको ल्याब राख्नको लागि कीर्तिपुर नगरपालिकाको पिसिआरको ल्याब राख्नको लागि लायन्स क्लबको जुन ब्लड ब्याङ्क टियु लायन्स ब्लड ट्रान्सफ्युजन सेन्टर अथवा ब्लड ब्याङ्कको जुन भवन छ त्यो अहिलेको लागि चाहिँ नगरपालिकालाई दिएको हो। हजुर। अनि यसबाट अब कीर्तिपुर क्षेत्रमा त भयो, अब अलिकति ब्लड ट्रान्समिसन ब्लड ब्याङ्कको रूपमा काम गर्ने भयो। त्योभन्दा बाहिरी एरियामा पनि केही कार्यक्रमहरू गरे होला अहिले ब्लड सम्बन्धी नै? यो अहिले कीर्तिपुरमा जुन ब्लड ट्रान्सफ्युजन सेन्टरको कुरा गरेँ यो चाहिँ भौतिक निर्माण गर्ने अवस्थामै रहेको छ। त्यहाँ चाहिँ अहिले सुरु भएको अवस्था छैन र त्यसरी चाहिँ यो पिसिआरको ल्याब चाहिँ अहिले नगरपालिकाले राखेको छ। यो अस्ति
नगरपालिकाको किर्तिपुर नगरपालिकाको मेयरज्यूसँग पनि एउटा कार्यक्रममा भेट भएको थियो। उहाँले चाहिँ त्यसलाई चाहिँ त्यहाँ सञ्चालन चाहिँ गर्न गइरहेको जानकारी चाहिँ सुरु हुने जानकारी पनि उहाँले चाहिँ गराउनु भएको छ। हजुर, अब देशमा अहिले यसरी फैलिरहेको कोरोना छ, कोरोना एकदमै महामारीको रूपमा फैलिरहेको छ। अब एक दिनकै अब 24 घन्टामै लगभग 1000 जना सङ्क्रमित देखिन थालिसकेको अवस्था छ। यो अवस्थामा अब लायन्स क्लबले चाहिँ अब कस्तो किसिमबाट यो कोरोनालाई रोकथामको लागि के कसो अभियान चलाएको छ भन्ने सोध्न चाहन्छु। अघि मैले भने नेपालभरि 1200 भन्दा बढी लायन्स क्लबहरू रहेको छ। हजुर, क्लबहरूले आफ्नो क्षमताले भ्याएअनुसार चाहिँ यो कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। हजुर, र धेरै जसो चाहिँ क्लबहरूले आफ्नै एउटा चाहिँ आफैले खर्च गरेर कुनै ठाउँबाट चाहिँ कुनै सङ्घ संस्था अरू सङ्घ संस्थाबाट चाहिँ कुनै बजेट ल्याएर त्यो गर्ने होइन। लायन्स क्लबमा चाहिँ एउटा वी सर्भ, हामी सेवा गर्छौँ भन्ने भावनाले सबैजना प्रेरित भएर चाहिँ काममा लागेको हुन्छ र आफैले एउटा चाहिँ खर्च गरेर धेरै जसो कार्यक्रमहरू चाहिँ गर्छ। र यसमा स्वास्थ्य कर्मीहरूलाई चाहिँ पिपीहरू डिस्ट्रिब्युट गर्ने, त्यसपछि सर्जिकल मास्कहरू गर्ने, विभिन्न किसिमको चाहिँ अभियानहरू गर्ने कामहरू गरिरहेको छ। र यसै सन्दर्भमा मलाई चाहिँ म संलग्न क्लबले गर्न लागेको बारेमा केही कुराहरू चाहिँ आफ्ना चाहिँ मलाई चाहिँ मन लाग्यो। र हाम्रो क्लब लायन्स क्लबको काठमाडौँ किपु हो, किर्तिपुरमा रहेको छ। र यो संस्थाले पनि सङ्क्रमणको चक्र तोडौँ भन्ने जुन श्रृङ्खलाबद्ध रूपमा असारदेखि काम गर्दै आइरहेको छ। र अहिले त्यो श्रृङ्खला अन्तर्गत चाहिँ 12वटा चाहिँ श्रृङ्खलाहरू चाहिँ कार्यक्रम चाहिँ गरिरहेको छ भन्दाखेरि अब आउने शनिबारदेखि तपाईँको मास्क खोइ भन्ने एउटा चाहिँ अभियानकै रूपमा हामीले चाहिँ लगाउन पनि लागेको छौँ। र यसमा चाहिँ किर्तिपुरका 20 भन्दा बढी सङ्घ संस्थाहरूको उहाँहरूको चाहिँ सहकार्यमा यो कार्यक्रम चाहिँ अगाडि बढ्न खोजेको छ। यो बारेमा हिजोको कार्यक्रममा पनि हामीले यहाँसँग कुरा गरेका थियौँ। अब अलिकति विस्तृत रूपमा बताइदिनुहोस् न, तपाईँको मास्क खोइ भन्ने कार्यक्रम हामी कसरी लागू गर्छौँ त? अब स्वास्थ्य कर्मीहरू परिचालन गर्नुहुन्छ कि अथवा आफ्ना ट्रेन पर्सनलहरू युज गर्नुहुन्छ कि कस्तो किसिमबाट अगाडि बढाउने योजना राख्नु भएको छ? हिजो पनि हामीले यही नेवा एफएफकै कार्यक्रममा पनि तपाईँको मास्क खोइ लगायत अन्य कोभिडसँग सम्बन्धित अन्यको बारेमा हामीले कुरा गरेका थियौँ। र पक्कै पनि यो तपाईँको मास्क खोइ भन्ने जुन एउटा कार्यक्रम अभियानलाई चाहिँ सञ्चालन गर्न खोजेका छौँ। र त्यो कार्यक्रम चाहिँ एकदमै साधारण किसिमको छ, तर एकदमै महत्त्वपूर्ण भन्न म चाहिँ रुचाउँछु। किन भन्दाखेरि अहिलेको अवस्थामा मान्छेहरूले सुनिराखेको छ, हात धुनुपर्छ, समय समयमा हात धुनुपर्छ, मास्क लगाउनुपर्छ, भौतिक दूरी कायम गर्नुपर्छ भनेर रेडियो, टिभी लगायत विभिन्न मिडियाहरूबाट आइरहेको छ। तर त्यसलाई चाहिँ एउटा व्यवहारमा मान्छेहरूले चाहिँ उतारिरहेको अवस्था छैन। यसले गर्दाखेरि यो भयावह रूपमा छ। किन भन्दाखेरि किर्तिपुरकै सन्दर्भको कुरा गर्ने हो भने 76 जना व्यक्तिहरूको यहाँ चाहिँ 76 जना सङ्क्रमितहरू चाहिँ यहाँ भेटिसकेको छ। र मान्छेहरूले चाहिँ सही तरिकाले मास्कहरू नलाउने र कोभिडमा गर्नुपर्ने नियमहरू चाहिँ गरिरहेको अवस्था नभएकोले यो कार्यक्रम चाहिँ हामीले ल्याउन लागेका छौँ। र यसलाई चाहिँ सङ्घ संस्थाहरूले चाहिँ कसरी गर्छ, यसको मोडालिटी के हो, यसको प्रक्रिया के हो भन्ने एउटा चाहिँ प्रश्न हुनसक्छ। यसमा चाहिँ 6 जनादेखि 8 जनाले मात्रै भाग लिन पाउँछ। र त्योभन्दा बढी व्यक्तिहरूले भाग लिन चाहनुहुन्छ भने त्यो स्थानमा भन्दा पनि अर्को स्थानमा गएर एउटा चाहिँ कार्यक्रम गर्नुपर्छ। र कार्यक्रममा के छ भने विभिन्न किसिमको सन्देशमूलक हुन्छ, जस्तै समय समयमा हात धुऔँ, सही तरिकाले मास्क लगाउँ, मास्क यसरी चाहिँ लगाउनु हुँदैन भन्ने पनि कुराहरू पनि त्यो प्ले कार्डहरू हुन्छ। त्यो प्ले कार्डहरू बोकेर कुनै एउटा चाहिँ स्थानमा बसेर माइकिङहरू गरेर बढी चाहिँ त्यो नियमलाई पालना नगर्ने ठाउँमा, विशेष गरी त्यस्तो ठाउँमा चाहिँ हामी कार्यक्रमहरू चाहिँ गर्छौँ। र मास्क नलाउने व्यक्तिहरूलाई मास्क पनि हामी प्रदान गर्ने कार्यक्रम रहेको छ। र किर्तिपुरका विभिन्न ठाउँमा विभिन्न समयमा अब आउने शनिबार नै सबैले एकैचोटि कार्यक्रम गर्ने पनि होइन, हुनसक्छ त्यो दिनमा चाहिँ 5वटा संस्थाले काम गर्छ, अर्को दिन अरू संस्थाहरूले काम गर्छ। यसरी चाहिँ हामीले विभिन्न स्थानमा कार्यक्रम गर्दैछौँ। पक्कै पनि अनि अहिले कस्तो नि हाम्रो नेपाली समाजमा तपाईँको मास्क त सबैले प्रयोग गर भन्छन्, गर्छन्, लगाइराखेकै हुन्छन् होइन। अब बाटोमा हिँड्दाखेरि अब कोही साथी भेट्यो, यताउता कुरा भयो भने ठ्याक्क जब त्यो
अपोनेन्ट अब साथीहरू अथवा कोही मान्छेहरू भेटिन्छ त्यहाँनिर उसले फेरि मास्क खोलेर चिउँडोमा लगाइरहेको हुन्छ कि नेपालीहरू यस्तो किसिमको भावना छ यस्तो किसिमको भनौँ न अब क्रियाकलापै यस्तै हुन्छ उनीहरूको र कोहीले निकालेर नाडीमा बेरिरहेको हुन्छ मास्क चाहिँ लिएर हिँड्ने तर उचित प्रयोग नगर्ने हैन यसमा चाहिँ पक्कै पनि यो तपाईँको मास्क खोइ भन्ने कार्यक्रम चाहिँ अब भनौँ न जनचेतना जगाउला कस्तो किसिमबाट प्रयोग गर्ने के कसरी प्रयोग गर्ने भन्ने बारेमा चाहिँ जनचेतना जगाउला भन्ने मैले आशा गरेको छु त्यतातिर चाहिँ तपाईँले भनौँ न अब समाजमा कस्तो किसिमबाट अब यिनीहरूलाई अब भनौँ न नयाँ विधिबाट प्रयोग गरौँ कम्पलसरी प्रयोग गर्न कसरी अभिप्रेत गर्न सक्नुहुन्छ पक्कै पनि मास्क लगाउने सम्बन्धी एउटा चाहिँ भ्रम चाहिँ के छ भन्दाखेरि यो व्यवहारमा लागू नगरेको के छ भन्दाखेरि तपाईँले अघि भने जस्तै मास्क चाहिँ लगाइरहेको हुन्छ कोही व्यक्ति आफ्नो साथी आफ्नो अरू चाहिँ नातेदारहरू आउँदाखेरि मास्क खोलेर कुरा गर्ने त्यो चाहिँ मैले पनि धेरै देखेको छु एउटा चाहिँ भ्रम हो कि मेरो मान्छेलाई कोरोना लाग्दैन मेरो साथीलाई लाग्दैन मैले चिनेको मान्छेलाई लाग्दैन हैन त्यो भ्रम छ त्यो पक्कै पनि होइन यसमा चाहिँ तपाईँहरू सचेत हुनुहोस् र मास्कलाई चाहिँ एउटा चाहिँ चिउँदोमा चाहिँ तानेर लगाउने त्यसपछि मास्कलाई चाहिँ कानमा झुन्ड्याउने यो कामहरू चाहिँ गर्नु हुँदैन किन भन्दाखेरि यदि कोही सङ्क्रमित व्यक्तिसँग तपाईँ चाहिँ कुरा गरिरहेको छ भने तपाईँको मास्कमा त्यो कोरोना फैलिन सक्छ तपाईँले त्यो मास्कलाई चाहिँ चिउँदोमा लगायो भने त्यो चिउँदोमा तपाईँको तासिन सक्छ होइन कानमा लगाउने कानमा तासिन सक्छ सबभन्दा राम्रो उपाय के हो भने तपाईँ त्यसरी चाहिँ नगरिकन बरु मास्कलाई चाहिँ के चाहिँ लाउनु पर्यो कि चाहिँ मास्कलाई चाहिँ पुरा नै तपाईँको खोलेर चाहिँ कुरा गर्ने त्यो चाहिँ बानीको विकास चाहिँ हामीले चाहिँ गर्नुपर्छ त्यसो मास्क खोलेर कुरा गर्दाखेरि सामाजिक भनौँ भौतिक दूरी अब एक आपसको दूरीलाई चाहिँ कायम गर्नुपर्छ भन्ने चाहिँ सबैलाई थाहा छ हेर्नुहोस् अब यो दूरी चाहिँ अब कसैले 1 मिटर भन्छ कसैले 3 फुट भन्छ लगभग उस्तै नै हो तर कसैले 2 मिटर भन्ने पनि आइसकेको छ अहिले अब कोसँग कुरा गर्दाखेरि कति मिटरको दूरी कायम गर्ने यो सम्बन्धी पनि अलिकति बताइदिनु न धन्यवाद जस्तै सबभन्दा पहिला हामीले अत्यावश्यक काममा बाहिर निस्किनु पर्दाखेरि म एउटा तपाईँ उदाहरण के दिन चाहन्छु तपाईँ चाहिँ कुनै एउटा पसलमा बिहान चाहिँ अब पसल जानुभयो दुध लिन जानुभयो भन्दाखेरि पसलेको पसल अगाडि छ एकजना मान्छे चाहिँ पसलेसँग चाहिँ कुरा गरिरहेछ सामान किनिरहेछ भन्दाखेरि तपाईँभन्दा अगाडि एकजना मान्छे अगाडि हुनुहुन्छ भन्दाखेरि उहाँले तपाईँतिर चाहिँ फर्किरहेको अवस्था छैन भने तपाईँ उतातिर फर्केको छ भने त्यो बेलामा 1 मिटरको दूरी तपाईँको काफी हुन्छ होइन तर कुनै व्यक्ति चाहिँ तपाईँको फेस टु फेस कुरा गरिरहेको छ भने चाहिँ हामीले चाहिँ त्यो 1 मिटरको दूरी होइन कि तपाईँको 6 फिटको दूरी कायम गर्नुपर्छ यो दूरी चाहिँ कसरी चाहिँ हामीले अब नाप्ने कुरा त भएन यो 3 फिट छ कि 6 फिट छ कि त्यो चाहिँ नाप्नलाई चाहिँ तपाईँले त कसरी नाप्ने भन्ने प्रश्न पनि आउँछ तपाईँ उभिनुहोस् तपाईँको एउटा चाहिँ दायाँ हात वा बायाँ हात गर्नुहोस् जहाँसम्म तपाईँको हात जान्छ त्यसलाई तपाईँ मान्नुहोस् 3 फिटको दूरी हो तपाईँ 6 फिटको कायम गर्नुपर्छ भने तपाईँ दुईटै हात चाहिँ फैलाउनुहोस् त्यो चाहिँ 6 फिट हो त्यो पनि एउटा चाहिँ साधारण चिजहरू पनि हामीले चाहिँ त्यसरी पनि हामीले चाहिँ गर्न सक्छौँ अनि यो भनौँ न अब दूरी कायम गर्ने भन्ने भयो दूरी कायम गर्दाखेरि अब यो हामी के को लागि दूरी कायम गर्छौँ भन्दाखेरि यो सङ्क्रमणहरू यो भाइरसहरू चाहिँ एकजनाले बोल्दाखेरि मुखबाट पनि बाहिर आउन सक्ने सम्भावना हुन्छ त्यो भाइरस जुन आउँछ मुखबाट भनौँ अब सङ्क्रमित छन् भने उनको मुखबाट त्यो बहने हावाबाट निस्कने भाइरस हुन्छ त्यो चाहिँ कति डिस्टेन्ससम्म चाहिँ जान सक्छ भाइरस यो यसबारेमा के बताइदिनु न अब विश्व स्वास्थ्य सङ्गठन WHO ले चाहिँ के भनेको छ भने कोरोना चाहिँ कसरी सर्छ भन्दाखेरि चाहिँ मान्छेहरूको चाहिँ ड्रपलेट भन्छ ड्रपलेट भनेको के हो भन्दाखेरि मान्छेहरूको चाहिँ छिटाहरू होइन त्यहाँ जस्तै थुक हुनसक्छ सिँगान हुनसक्छ त्यो छिटाहरू चाहिँ हामीले हाछ्यौँ गरेर सबै चाहिँ हामीले हाछ्यौँ गऱ्यो भने त्यो जुन कोरोनाको जुन छ भाइरस छ त्यो चाहिँ यो हेभी छ भन्छ हेभी पार्टिकल भन्छ त्यो चाहिँ 1 मिटरको दूरीमा चाहिँ तल खस्छ भन्छ त्यसरी चाहिँ 1 मिटरको दूरी कायम गर्नुपर्ने कारण चाहिँ त्यो भनेर चाहिँ विश्व स्वास्थ्य सङ्गठनले चाहिँ एउटा चाहिँ अहिले चाहिँ प्रतिपादन गरेको छ हजुर यो सम्बन्धी चाहिँ अब हामीले यो तपाईँको मास्क खोइ भन्ने अभियानका कार्यकर्ताहरू भनौँ न अभियन्ताहरूलाई चाहिँ तपाईँले तालिम दिनुभएको थियो होइन
तालिमी भनेर त्यस्तो चाहिँ होइन। हामीले चाहिँ एउटा चाहिँ जुम मार्फत भर्चुअल्ली हामीले एउटा चाहिँ मिटिङमा यसको मोडालिटी के हो, यो भनेको के हो, यसको जरुरत किन पर्छ भन्ने कुरा चाहिँ हामीले भदौको 6 गते गर्ने भनेर चाहिँ त्योभन्दा अगाडि हामीले चाहिँ बैठक चाहिँ गरेका थियौँ। र हामीले दोस्रो लकडाउन सुरु भएकोले हामीले भौतिक रूपमा त्यो कार्यक्रम चाहिँ त्यो बेलामा चाहिँ गर्न सकेनौँ। त्यसमा हामीले भर्चुअली रूपमै हामीले त्यो कार्यक्रममा एउटा चाहिँ सन्देशहरू फैलाउने काम चाहिँ गरेका थियौँ। तालिम भन्दा पनि हामीले उहाँहरूसँग छलफलको कार्यक्रम चाहिँ पहिला गरेको थियौँ। अनि अब लायन्स क्लबले चाहिँ अब भन्नुपर्दाखेरि नेपालका कुना काप्चामा गएर जनचेतना जगाउने कामहरू गर्ने र आर्थिक सहयोग गर्ने, उहाँहरूलाई कोभिडबाट बचाउँ भन्ने किसिमको जुन किसिमको भावनाले सेवा गरिरहेको छ, त्यो सेवाकै आधारमा जनताहरू अहिलेका हाम्रा श्रोताहरू भनौँ न, नेपाली जनताहरू सुरक्षित रहन सक्छन् भन्ने पर्याप्तता केही छ त्यसमा? सामाजिक सङ्घ संस्थाहरूको दायित्व के हो भन्दाखेरि उहाँहरूले चाहिँ सक्ने, उहाँहरूले क्षमताले भ्याएसम्म गर्ने हो। यसको लागि चाहिँ कुनै एउटा सङ्घ संस्थाले मात्रै कुनै आधार पक्कै पनि हुँदैन, किनभने सबैजना लायन्स क्लबमा लागेका व्यक्तिहरू पनि एउटा चाहिँ भोलिन्टियर हो, स्वयंसेवक मात्रै हो होइन। भन्दाखेरि यसमा स्थानीय सरकार, नेपाल सरकार, सङ्घ संस्था लगायत समुदायको पनि भूमिका हुन्छ। र जस्तै यो तपाईँको मास्क खोइ भन्ने जुन एउटा क्याम्पेनको रूपमा, एउटा अभियानको रूपमा लाग्दाखेरि तपाईँ हामी जो कोही पनि कुनै पनि संस्थामा नलागेको व्यक्तिले पनि यसमा चाहिँ एउटा चाहिँ सहयोग गर्न सक्छ, साथ दिन सक्छ। यदि कोही व्यक्ति अनावश्यक रूपमा बाहिर आएको छ र वा बाहिर छ भने र उहाँले चाहिँ मास्क लगाएको छैन भने उहाँले चाहिँ हामीले एउटा चाहिँ नम्रतापूर्वक सोध्न सकिन्छ, तपाईँको मास्क छैन, कृपया मास्क लगाइदिनुहोस् भने एउटा सन्देशको रूपमा हामीले निरन्तर रूपमा गयो भने हामीले हाम्रो समाजलाई चाहिँ एउटा चाहिँ सङ्क्रमित हुनबाट बचाउन सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। यस्तो कार्य गर्दै जाँदाखेरि तपाईँहरूले समाजमा चाहिँ अलिकति नराम्रो किसिमको भनौँ न फिडब्याक पनि पाउनु होला नि, कतैतिर गाली गर्ने अब मास्क खोइ तपाईँको भनेर सोध्नुभयो भने छड्डा छु मतलब तिमीलाई के मतलब भन्ने किसिमको यस्तो किसिमको जवाफ पनि आउन सक्छ। त्यस्ता किसिमका व्यक्तिहरूप्रति चाहिँ तपाईँले कसरी ओभरटेक गर्ने किसिमको लक्ष्य राख्नु भएको छ? जस्तै अब हामीले यो कार्यक्रम सुरु गर्न गइरहेका छौँ, सुरुवात गरे छैन। यस्तै घटनालाई नै मैले एकजनाबाट मैले सुने। एउटा चाहिँ पसलमा एकजना औषधि पसलमा एकजना व्यक्ति आउनुभयो अरे। आउनु हुँदाखेरि तपाईँको मास्क छैन, तपाईँले मास्क लाउनुहोस्। उहाँसँग मास्क पनि रहेछ, मास्क चाहिँ झुन्ड्याएको रहेछ, हातमा झुन्ड्याएको रहेछ। मास्क लगाइदिनुहोस् न प्लिज भन्दाखेरि तपाईँलाई के मतलब, मै मर्छु भन्ने एउटा चाहिँ त्यस्तो खालको भन्यो भने कुरा पनि प्रत्यक्ष रूपमा जो व्यक्तिले अनुभव गरेको थियो त्यो पनि मैले सुने। भन्दाखेरि हामीले एउटा चाहिँ साँच्चीकै हामी आफै पनि सचेत हुनुपर्ने जरुरी रहेको छ भन्ने कुरा यो घटनाले पनि प्रस्ट्याउँछ जस्तो मलाई लाग्छ। हजुर, पक्कै पनि अब भनौँ न त्यस्ता व्यक्तिहरूलाई सचेतन गराउने र उनीहरूलाई मास्कप्रति अभिप्रेरित गरी मास्क लगाउने भावना जगाउन सक्ने चाहिँ अब तपाईँहरूको कार्यक्रमले गर्दैछ। यो पक्कै पनि खुसीको कुरा हो। समाजमा अहिले फैलिरहेको यो कोभिडलाई चाहिँ पक्कै पनि यो तपाईँको मास्क खोइ कार्यक्रमले केही मात्रामा मात्रै भए पनि सङ्क्रमण कम गर्न सक्यो भने नेवा एफएम पनि खुसी हुनेछ, तपाईँहरूको पनि उद्देश्य पुरा हुनेछ जस्तो मलाई लाग्छ। यो विषयमा अब समाजमा ठ्याक्कै अगाडि बढ्दाखेरि कति बाधाहरू आउलान् तपाईँहरूको पनि, त्यो परिप्रेक्ष्यमा केही भन्नुहुन्छ कि? यो हामीले भदौ 6 गते नै एउटा चाहिँ यो कार्यक्रमलाई तपाईँको मास्क खोइ भन्ने कार्यक्रमको नाम राखेर गर्ने वाला थियौँ। र त्यस बेलामा चाहिँ भदौ 4 गतेदेखि दोस्रो लकडाउन सुरु हुँदाखेरि हामीले यहाँका स्थानीय निकायसँग पनि एउटा सल्लाह गरेको थियौँ, जस्तै प्रहरीहरूसँग पनि सल्लाह गरेको थियौँ। र उहाँहरूले भने उहाँहरूले एउटा राम्रो सुझावको रूपमा के दिनु भने अहिलेको लागि यो लकडाउन चाहिँ अब लागू भइसकेको अवस्था हुँदाखेरि तपाईँले चाहिँ भौतिक रूपमा पछि चाहिँ गर्नुहोस्, अहिलेको लागि चाहिँ अर्कै एउटा चाहिँ नाम राखेर गर्नु भने उहाँहरूकै सल्लाह सुझाव राम्रो पनि लाग्यो मलाई। हामीले चाहिँ सङ्क्रमणको चक्र तोडौँ भन्नेलाई नै हामीले अगाडि बढायौँ। र अहिले चाहिँ अब भौतिक रूपमा कम व्यक्तिहरू मात्रै राखेर
त्यो कार्यक्रम चाहिँ हामीले सञ्चालन गर्न चाहिँ गइरहेको छु। हजुर, खुसी लाग्यो। सङ्क्रमणको जब तोडौँ होइन, अब सङ्क्रमण फैलिरहेको छ, यसको एउटा चक्रीय आधारमा फैलिरहेको छ, यसलाई तोडौँ भन्ने जुन अभिप्रायले तपाईँले यो कार्यक्रम गर्नुभयो, तपाईँको माझ खोइ भन्ने यो कार्यक्रम पनि सफल होस् भन्ने कामना गर्दछु। र भविष्यमा पनि अब हाम्रो नेवा एफएममा जोडी यहाँको गतिविधिहरू जानकारी दिई हाम्रा श्रोताहरूलाई जानकारी दिनुभयो भने हामी एकदमै गौरवशाली, आफैलाई गौरवशाली ठान्नेछौँ। र अन्त्यमा जाँदै तपाईँको अभियानप्रति अरू केही भन्नु छ त? पक्कै पनि सङ्क्रमणको चक्र जुन तोड्नको लागि, सङ्क्रमणको चक्रमा भएका जुन एउटा फेजेसहरू हुन्छ, एउटा चाहिँ स्टेपहरू छ, हजुर, त्यसलाई हामीले कहीँ पनि एकपल्ट ब्रेक गर्न सक्यौँ भने यो सङ्क्रमणबाट चाहिँ हामी चाहिँ बस्न सक्छौँ। त्यसको लागि चाहिँ हामीले साधारण कुराहरू जस्तै मास्कको लागि अत्यावश्यक रूपमा छ भने मात्रै बाहिर जानु पऱ्यो, भएन भने घरैमा बस्नु पऱ्यो, र जानै परे पनि मास्क लगाउनु पऱ्यो, र जानै परे पनि एउटा भौतिक दूरी कायम गर्नु पऱ्यो। र तपाईँले सबै ठाउँमा हात धुने व्यवस्था नहुन सक्छ, त्यस्तो बेलामा चाहिँ सेनिटाइजर चाहिँ युज गर्नु पऱ्यो होइन। त्यस्ता कुराहरू चाहिँ हामी याद गरौँ। र यो जुन यो तपाईँको मास्क खोइ भन्ने जुन अभियानमा छ, अहिले जुन नेवा एफएम पनि एउटा पार्टनरको रूपमा आइरहेको छ। र आज पनि नेपाली स्काउट पनि हामी पनि यो कार्यक्रममा संलग्न हुनुहुन्छ भने उहाँहरू पनि आउनुभएको छ। त्यस्तै गरी इनर व्हिल क्लब अफ किर्तिपुर सेन्टरले पनि आज हामी पनि यो अभियानमा सामेल हुन चाहन्छु भन्ने आएको छ। र म यो आज यो नेवा एफएमको बाट चाहिँ म के जानकारी, तपाईँहरू पनि कोही सङ्घ संस्थाहरू यो अभियानमा संलग्न हुन चाहन्छु भने हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँहरूको नाम पनि योमा राख्न सक्छौँ, वा तपाईँले आफ्नो क्षेत्रमा पनि यो कार्यक्रम चाहिँ एउटा अभियानको रूपमा चलाउन सकिन्छ। हामीले किर्तिपुरमा सुरु गरेका छौँ, अथवा नेपालकै कुनै ठाउँमा पनि यो अभियानलाई तपाईँहरूको आफ्नै तरिकाले यसलाई चाहिँ सञ्चालन गरिदिनको लागि पनि म अनुरोध गर्छु। र सम्पूर्ण समुदायलाई पनि यो कोरोनाबाट बचौँ, आफू बचौँ र अरूलाई पनि बचाउनको लागि सन्देश दिउँ। आफूले गर्न सक्ने कामहरू चाहिँ पक्कै पनि गरौँ भन्ने एउटा सन्देश पनि दिन चाहन्छु। धेरै धेरै धन्यवाद। हाम्रो स्टुडियोसम्म आएर यतिका जानकारी दिनुभयो, यहाँलाई नेवा एफएमको तर्फबाट म हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद शङ्करजी मेरो पहिला स्कुलको पनि हाम्रो सिनियर हुनुहुन्छ उहाँहरू। त्यसको धेरै पछि भेट भएको छ। धन्यवाद दिन चाहन्छु नेवा एफएमलाई लगायत तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। धन्यवाद। अब लायन्स क्लब किपुका संस्थापक अध्यक्ष, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325A2 का ट्रेनिङ कमिटीका चिफ हुनुहुन्थ्यो श्री रविन्द्र बहादुर प्रधान। आज हामीले उहाँसँग लायन्स क्लब बारेमा जानकारी लियौँ र कोरोना सम्बन्धी जानकारी लियौँ। आजको लागि प्रविधि संयोजनमा सराहना महर्जन र म शङ्कर थापा आज्ञा चाहन्छु। नमस्ते, शुभ।